आज के गर्न गइरहेको छु र म डडेलधुरा जिल्ला प्रशासनमा गइरहेको छु डडेलधुरा जिल्ला प्रशासनमा राष्ट्रिय परिचय पत्र बनाउनुका लागि। आज म राष्ट्रिय परिचय पत्र बनाउनुका लागि डडेलधुरा जिल्ला प्रशासनभित्र म गइसकेको छु र त्यहाँ सबैजना पालै बसेका छन् र मेरो पनि पालो लास्ट आएको थियो र म एउटा आफ्नो सिटमा बसिरहेको छु र भित्र आफ्नो कागजपत्र र नागरिकता दिएको छु। भित्र पालो गरेर बोलाउँछ, भाइ त बाहिर बस भन्यो र म बसिहालेँ बाहिर। बस्दै गर्दाखेरि एउटा बहिनीको कि दिदीको फोटो भेटेँ मैले। फोटो बिर्सेँ कि क्या हो भनेर मैले हेरेँ। यो फोटो कसको होला तपाईँ गेस गर्न सक्नुहुन्छ? भित्र बसेर बोर भएर म बाहिरतिर यसो डुलिरहेको थिएँ र सरकारी गाडी पनि एउटा राखेको थियो र मैले अब बाहिर बस्ने निर्णय गरेर बाहिर बसेको थिएँ। त्यही बेला बोलाएपछि मेरो हातमा लागिरहेको राष्ट्रिय परिचय पत्र। बाई बाई।